म तपाईँहरूलाई एउटा हार्स रियालिटी भन्छु के। हिजो अस्ति जब हाम्रो खेलकुद भएको थियो नि स्कुलमा, तब चाहिँ के भइरहेको थियो भन्दाखेरि जस्तै एउटा व्यक्ति छ जो चाहिँ 3000 मिटरमा रनिङ गर्छु भनेर जब तयारी भएर ऊ लाइनमा गएको छ, त्यसपछि नि भन्छन् कि हाई हाई भनेर ताली बजाउँछन्। जब ऊ राउन्ड गरिरहेको हुन्छ, 10 राउन्ड वरिपरि लगाउँछ शान्त। तर जब त्यही व्यक्ति चाहिँ बिचमा थाकेर क्विट गर्न खोजिरहेको हुन्छ त्यतिखेर पनि केही हुन्न। तर धौ धौ गरेर जब फाइनल लाइनमा पुग्छ नि, जब चाहिँ त्यो रिबन लिएर पुग्दाखेरि अनि फेरि हुन्छ कि हाई 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 हाई, हो यो हो कि हाम्रो रियालिटी भनेको। त्यस कारणले जुन हाम्रो वरिपरिका साथीहरू, छिमेकीहरू, आफन्तहरू हामी सोध्छौँ नि जब कि यो गर्दाखेरि फलानाले के भन्ला भन्ने आशा राख्छौँ नि, ती व्यक्तिहरूले हामीलाई मोटिभेसन तब दिन्छन् जब चाहिँ हामीलाई यसको जरुरत हुन्न कि। जब चाहिँ हामीहरू आफै स्वतः रूपमा चाहिँ गर्छौँ भनेर कुनै कुरामा लागिसकेका हुन्छ नि, त्यसपछि भन्छन् कि तिनीहरूले गर्नुपर्छ भनेर। तब भन्दैनन् कि जब चाहिँ हामीलाई दोधारमा हुन्छौँ या हामीलाई मोटिभेसन जब चाहिएको हुन्छ त्यतिखेर दिँदैन क्या। त्यस्तै हो, हामीलाई कसैले सहयोग चाहिएको अवस्थामा सहयोग दिने कोही हुन्न। तर जब सम्पूर्ण कुराले चाहिँ एकदम सन्तुष्टि छ, कुनै चिजको आवश्यक छैन, त्यतिखेर हुन्छ कि सबजनाको साथ सहयोग हुने। त्यस कारणले यो कुरामा कहिले पनि पछि नपरौँ कि फलानाले के भन्ला, उसले के भन्ला, मैले गरेँ भने त्यो के भन्ला भन्ने। त्यस कारणले जे मन छ गर्ने, अनुशासित तरिकाले गर्ने, जे मनमा छ गर्ने। फलानाले के भन्ला, उसले के भन्ला भनेर कहिले नसोच्ने। हामी फेरि मिल्नेछौँ भोलि। बाई।